नमस्कार, म सुरेन्द्र माथेमा इनसाइड दैनिकमा चाहिँ नि विज्ञान, प्रविधि र विकासका अन्य कुराहरू राख्नको निम्ति यहाँहरूसम्म चाहिँ प्रस्तुत भएको छु। मेरो परिचय म यो कार्यक्रम चलाउँदै जाँदाखेरि थप्दै जाने गर्छु। मेरो इन्भल्भमेन्ट हाइड्रोमा पनि भएको छ, फिल्म लाइनतिर पनि भएको छ, बायोमेडिकल हस्पिटलतिर पनि भएको छ। तर आज गर्न गइराखेको कुरा यो रकेट सम्बन्धी कुराहरू यहाँलाई प्रस्तुत गर्न गइराखेको छु। त्यो पनि रिसेन्टली भएको घटनाक्रमलाई यहाँहरूलाई मैले जानेको तरिकाले सजिलो तरिकाले बुझाउने प्रयास गरेको छ। तपाईहरुले नाम सुन्ने भएको होला कि आर्टिमिस। आर्टिमिस भने एउटा यस्तो प्रोजेक्ट हो कि जसरी अमेरिकाले आजभन्दा 54 वर्ष अगाडि चन्द्रमामा नील आर्मस्ट्रङको 1969 जुलाईको 20 तारिकको दिन पाइला टेक्यो। त्यसपछि झन्डै 4-5 वटा जति झन्डै एपोलो 11 देखि एपोलो 17 सम्म अमेरिकाले झन्डै 10 जना एस्ट्रोनटलाई चन्द्रमामा पाइला टेकाउन लगायो भने त्यसपछि बजेटको कारणले गर्दा त्यो प्रोग्राम नै बन्द भयो। आज फेरि 54 वर्षपछि आएर फेरि चन्द्रमामा मानिस पठाउने हो कि भन्ने विषयमा अमेरिकामा एउटा नयाँ अभियान सुरु भयो, जसलाई चाहिँ नि आर्टिमिस भनेर भनिन्छ। यसको नामाकरण पनि अलिक इन्ट्रेस्टिङ तरिकाले भएको छ। जस्तै एपोलोको कुरा गर्नुहुन्छ भने सूर्यको एउटा भगवानको नाम चाहिँ नि एपोलो भनिन्छ भने त्यस्तै चन्द्रमाको गडेसलाई चाहिँ नि आर्टिमिस भनेर भनिन्छ। उहाँ चाहिँ नि ट्विन ब्रदर र सिस्टर हो भन्ने चाहिँ नि यसरी ग्रिकको कुराहरूमा राखिएको छ। आर्टिमिस 1 को चाहिँ नि आजभन्दा झन्डै 3-4 वर्ष अगाडि 2022 मा झन्डै 25 दिनको निम्ति एउटा ठुलो रकेटबाट चाहिँ नि अनम्यान कोही पनि मानिस नभएको यन्त्रलाई चाहिँ आर्टिमिस 1 आज आर्टिमिस 2 ले जे गरेको थियो त्यही घटना चाहिँ नि आजभन्दा 2022 मा पठाएको थियो। त्यसमा अलिक टेक्निकल अलिकता प्यारामिटर त अप्ठ्यारो आएको थियो, तर होल प्रोजेक्ट अनम्यान हुँदाहुँदै पनि जुन रकेट पृथ्वीमा छिर्न लाग्ने बेलामा चाहिँ नि त्यहाँ हिट सिलमा रिएन्ट्री भन्छौँ हामी, त्यो रिएन्ट्रीको रकेटको क्याप्सुलको रिएन्ट्री गर्ने बेलामा जुन हिट सिलमा ठुलो प्रब्लम आएको थियो। अब यो प्रक्रिया किन गरियो भने आर्टिमिस 1, 2, 3 गर्नुको मतलब उनलाई त अमेरिकामा आजभन्दा झन्डै 54 वर्ष अगाडि नै मानिसलाई पठाइसकेको थियो। तर अहिले आएर किन रिपिट गर्यो भने चन्द्रमामा मानिसलाई अब फेरि 50 वर्ष पठाउने उद्देश्यको निम्ति यसलाई रिलायबल बनाउनको निम्ति आर्टिमिस 1 बाट गर्यो। आर्टिमिस 2 को मुख्य उद्देश्य के भने चन्द्रमाको कुन ठाउँमा ल्यान्ड गर्ने हो र कसरी ल्यान्ड गर्न सकिन्छ भन्ने कुरा चाहिँ नि को निम्ति विस्तृत अध्ययनको निम्ति पठाउन लागेको हो। यो आर्टिमिस 2 मा झन्डै चाहिँ नि 4 जना एस्ट्रोनटहरू रहेको छ। रेड वाइजम्यानले कमान्डिङ गर्नुभएको छ भने यसलाई अहिलेसम्मको संसारको सबैभन्दा ठुलो रकेटको रूपमा लिइन्छ। एसएलएस भनेर स्पेस लन्च सिस्टम भनेर भनिन्छ। त्यो रकेटको पनि सँगै अर्को सानो 2टा सलिड फ्युल बुस्टर पनि राखिएको छ। त्यस्तै यसको माथिको पार्टमा चाहिँ नि ओरियन भनेर स्पेसक्राफ्ट जहाँ चाहिँ नि 4 जना एस्ट्रोनटहरू बसेका छन् भने उहाँहरूलाई जोन एफ क्यानेडी स्पेसबाट अप्रिलको 1 मा चाहिँ नि माथि लन्च गरेको थियो। त्यो लन्चको उद्देश्य भने नि यसलाई चाहिँ नि चन्द्रमामै ल्यान्ड गर्ने होइन कि चन्द्रमामा त्यो जुन रकेटको रुटहरू छ त्यो रुटलाई चाहिँ नि मिनिमम इफिसियन्ट तरिकाले कसरी पठाउने कसरी रिटर्न गराउने भन्ने मुख्य उद्देश्य रहेको छ। झन्डै साइजको कुरा गर्नुहुन्छ भने अहिले संसारभरि चलिआएको रकेटहरूभन्दा यो धेरै ठुलो, झन्डै यसको उचाइ हेर्नुभयो भने 98 मिटर लामो छ। अनि अब यसको अर्को इन्ट्रेस्टिङ पार्ट, रकेटहरूको अर्को इन्ट्रेस्टिङ पार्ट के रह्यो भने यो प्रोजेक्टको यो मिसनको अहिलेसम्म संसारले कयौँ इन्टरनेसनल स्पेस स्टेसनमा मानिस पठायो, फेरि फिर्ता ल्यायो भन्ने धेरै हामी समाचारमा पढ्छौँ। यो 50 वर्षपछि मानिस पृथ्वीभन्दा सबैभन्दा टाढा पुगेको यो पहिलोपल्ट हो। 50 वर्षपछि नील आर्मस्ट्रङ भन्दा झन्डै एपोलो 17 सम्म 10 जना यात्रुलाई चाहिँ एस्ट्रोनटलाई चन्द्रमामा ल्यान्ड गराए। त्यसपछिको मानिस सबैभन्दा टाढा पुगेको यो चाहिँ नि लाखौँ किलोमिटर टाढासम्म जाने। जस्तै एस्केप भेलोसिटीको के अर्थ हुन्छ भने पृथ्वीको एस्केप भेलोसिटी भने 11.2
किलोमिटर पर सेकेन्डमा छ। कुनै पनि रकेटले पृथ्वीको ग्राभिटीलाई छाडेर त्यो बाहिर जानु पर्यो भने त्यो रकेटले एउटा मोमेन्टमा 11.2 किलोमिटर पर सेकेन्डको स्पिड प्राप्त गर्नुपर्ने हुन्छ। त्यसैले पनि यो प्रोजेक्ट इन्ट्रेस्टिङ इन द्याट सेन्स अल्सो पनि हो। यसले भनिहालेँ कि मैले झन्डै पृथ्वीबाट चन्द्रमाको दूरी झन्डै 4,85,000 किलोमिटर जति टाढा छ। यसको होल ट्राभल 10 दिनमा उहाँहरूले 11.5 किलोमिटरको चाहिँ नि ट्राभल गर्नुहुन्छ। धेरै रुमरहरू पनि फैलिएको छ। 1969 को जुलाईमा नील आर्मस्ट्रङलाई पठाएको यो सबै फेक हो भन्ने कुरा पनि व्यापक समयमा आउने कुराहरू हो। हावै नभएको ठाउँमा कसरी अमेरिकाको झन्डा चाहिँ नि फरफरायो भन्ने कुराहरू धेरै छ। यसका सबै स्पष्टीकरणहरू सायद नासाले दिइसकेका छन्। जस अब यसको खण्डन धेरै हुँदै पनि संसारमा रकेट लन्च गर्न सक्ने अर्का पावरफुल देश रसिया, जसले चाहिँ नि संसारको पहिलोपल्ट युरी ग्यागरिनलाई चाहिँ नि स्पेसमा पठायो, उहाँले नै एक्सेप्ट गर्यो भने तब हामी त को हो र यो अमेरिकाले चन्द्रमामा पठाएको होइन भन्ने कुरा। तर मलाई त लाग्छ कि जुन लेभलको म्याथमेटिक्स, जुन लेभलको टेक्नोलोजी अहिले प्रयोग गरेको छ, यसबाट त्यो हामीले कोठामा बसेर गर्ने खालको गफको कुरा चाहिँ नि डेफिनेटली होइन। तपाईँले सोध्नु होला किन अमेरिकाले चन्द्रमामा मानिस पठाउने रहर गर्यो भनेर। त्यो समय 1969 जुन वर्ल्ड वार सेकेन्ड पछि चाहिँ नि अमेरिका र रसियाको बिचमा तिमी भन्दा म को ठुलो भनी एउटा इगो, त्यसैको कारणले गर्दा 1961 मा जोन एफ केनेडी प्रेसिडेन्ट हुनुहुन्थ्यो। 1961 को मेमा एउटा स्पिच पार्लिमेन्टमा स्पिच दिनुभयो। उहाँले के निर्देशन गर्नुभयो भने नासालाई अब हामीले 8-9 वर्षमा चाहिँ नि चन्द्रमामा मानिसलाई खुट्टा टेकाउनु पर्छ भन्नासाथ अमेरिकामा तहल्का मच्यो। किनभने त्यो समयमा युरी ग्यागरिनलाई चाहिँ नि स्पेसमा चन्द्रमामा पठायो होइन कि स्पेसमा पठाइसकेको थियो। युरी ग्यागरिन इज द फर्स्ट पर्सन हु वेन्ट टु स्पेस। त्यसपछि जोन एफ केनेडीको कुरा सुनेर अमेरिकाका साइन्टिस्टहरू साह्रै मर्कामा परे। तैपनि जोन एफ केनेडीले भनेको झन्डै 8 वर्षको दौरानमा अमेरिकामा नील आर्मस्ट्रङलाई पाइला टेकारै छाडे। त्यति सजिलो टेक्नोलोजी होइन, किनभने पृथ्वीबाट चन्द्रमामा मानिस पठाउनु अथवा रकेट पठाउनु भन्ने मेरो हिसाबमा इज नट द्याट इजी। किनभने किन इजी होइन भने यो दुईटै चिज, दुईटै पिण्ड, पृथ्वी पनि चन्द्रमा आफै पनि दुईटै मुभिङ छ। यसको आफ्नै गतिमा घुमिरहेको हुन्छ। अब हामीले अहिले देखेको ठाउँमा चन्द्रमा लन्च गर्यो भने त त्यो ठाउँमा पुग्दैन। त्यसैले कोर्स करेक्सन गर्दै इट्स अ भेरी ट्रिकी बिजनेस होइन। अब चन्द्रमासम्मै 4,85,000 किलोमिटर परसम्म रकेटको फ्युलै चलाएर गर्ने हो भने पनि त्यो पनि पोसिबल छैन। त्यसैले यो साइन्टिस्टहरूले, नासाका साइन्टिस्टहरूले म्याथमेटिकल यसरी क्यालकुलेसन गरेको छ कि मिनिमम फ्युलमा 10 दिन लगाएर चन्द्रमा घुमेर आउने उहाँहरूको मुख्य उद्देश्य रहेको थियो। त्यसलाई चाहिँ पार गर्नुभएको थियो। अहिले भनिहालेँ रसियाले चन्द्रमा स्पेसमा पठाएपछि अमेरिकाले पनि हामी पनि तिमीभन्दा के कम भन्ने उद्देश्यको निम्ति पनि पठाएको हो। त्यो प्योरली त्यो मात्रै हो। त्यो टाइममा अमेरिकाको चन्द्रमामा जानु कुनै उद्देश्य थिएन। संसारमा म सबैभन्दा टेक्नोलोजिकली राम्रो भनेर प्रुफ गराउन खोजेको थियो भने त्यो 2017 पछि 2017 पछि अमेरिकामा एउटा रकेट लन्च गर्दाखेरि अहिलेको पनि झन्डै आर्टिमिसको प्रोजेक्टको झन्डै $90 बिलियन को बजेट छ। त्यो बजेट अरू ठाउँमा खर्च गर्नुपर्ने भएको हुनाले सायद भियतनाम वारहरू भयो होला के भयो होला त्यहाँ खर्च गर्नुपर्ने भएको हुनाले एपोलो प्रोजेक्ट नै डिस्कन्टिन्यू भयो। अहिले आएर अहिलेको राष्ट्रपति ट्रम्पलाई पनि के लाग्यो भने रिसेन्टली चाइनाले के भन्यो भने अब हामी 2030 मा चाहिँ नि चन्द्रमामा मान्छे पठाउँछु भनेर चाइनाले गरेको जुन स्पेसको कामहरू साह्रै फास्ट जस्तो देखा पर्यो। जुन स्पेसमा मान्छे पठाउन सक्यो, जुन इन्डियाले आज पनि गर्न सक्यो, इसरोले आज पनि गर्न नसकेको चिज चाइनाले मङ्गल ग्रहमा पनि प्रोब पठाइसक्यो, चन्द्रमामा पनि पठाइसकेपछि त्यो एउटा डरको कारणले गर्दा चाइनाभन्दा अमेरिका किन कम भन्ने एउटा उद्देश्य डेफिनेटली त्यहाँ पनि रहेको छ। हामी तिमीभन्दा किन कम भन्ने सिलसिलालाई गरेर अहिले ट्रम्पले बजेटै छुटाएर चन्द्रमामा त्यो आर्टिमिस प्रोजेक्टमा चाहिँ यो गरेको एउटा काम त्यो हुन सकिन्छ। अर्को एउटा इन्ट्रेस्टिङ पार्ट के छ भने न्युक्लियर रियाक्टरलाई चाहिने फ्युल
युरानियम होइन कि हेलियमको आइसोटप्स भन्छौँ हामी। त्यो हेलियमको H3 भनेर भन्छौँ हामी। हेलियमको आइसोटप्स चन्द्रमामा थुप्रो पाइने रहेछ। अर्को कारण भने अहिले मानिस चन्द्रमामा जानुको मुख्य उद्देश्य हुने त्यहाँबाट प्रिसियस इलिमेन्टहरू, त्यो न्युक्लियर रियाक्टरलाई चाहिने हेलियम-3 त्यहाँबाट कलेक्सन गरेर ल्याएर पृथ्वीमा एनर्जीको न्युक्लियर रियाक्टरको निम्ति त्यो काम गर्नुको निम्ति। अब तपाईँले सोध्नु होला पृथ्वीमा किन हेलियम छैन, चन्द्रमामा किन हेलियम छ भन्ने कुरा। त्यो हुनुको मुख्य कारण के भने सूर्यमा भएको जुन रियाक्सन छ, फ्युजन रियाक्सन छ, जुन हाइड्रोजन मिक्स भइसकेपछि हेलियममा कन्भर्ट हुन्छ, त्यो सबै सन रेबाट चन्द्रमाको जुन पार्टमा किनभने चन्द्रमामा त एटमोस्फियर छैन, नभएको हुनाले त्यो सबै हेलियमको डिपोजिट त्यहाँ रहेछ। यो रिसेन्टली मात्रै, अगाडि त्यति व्यापक भएको कुरा पनि होइन, मैले पनि रिसेन्टली मात्रै थाहा भएको कुरा हो। त्यसैले त्यो कलेक्सन गर्न पायो भने त अहिले युरानियममै नचाहिने पनि हुन सकिन्छ। दे हेभ द्याट इन्ट्रेस्ट अल्सो। अमेरिकाको त्यो ठाउँमा गएर हेलियम ल्याइसकेपछि अहिले हाम्रो हाइड्रो पावर पनि चाहिँदैन होला, अहिलेको युरानियम पनि चाहिँदैन होला, कोल पनि चाहिँदैन होला। द्याट इज अ ठुलो इन्ट्रेस्ट जस्तो लाग्छ भने अझ पनि हामी सक्षम छौँ भनेर देखाउने अमेरिकाको इन्ट्रेस्ट हो। त्यसैले आर्टेमिस 1 को चाहिँ एउटा काम रह्यो भने 2 मा सायद 3-4 उहाँहरूले चाहिने मानिसलाई चन्द्रमामा ल्यान्ड गराउँछ। अब लन्च कसरी गर्यो त? इन्ट्रेस्टिङ पार्ट मैले त भनिहालेँ। SLS भनेर जुन टाइममा एपोलो पठायो, त्यो एपोलोको रकेटको नाम चाहिँ स्याटर्न भन्ने गरिन्थ्यो। द्याट इज अल्सो बिग रकेट, भेरी बिग रकेट। अहिलेको SLS भनेर स्पेस लन्च सिस्टम भनेर त्यसको फ्युल चाहिने लिक्विड अक्सिजन र लिक्विड हाइड्रोजन हो। त्यो साइडको 2टा बुस्टरमा चाहिने सलिड फ्युलहरू चाहिँ राखेको हुन्छ। तर यो रकेटको मेन काम के भने यसले चाहिने हाम्रो झन्डै 150 किलोमिटर माथिसम्म मात्रै पुर्याएर छाडिदिन्छ। झन्डै त्यो ठाउँमा पुग्नको निम्ति मैले अघि भने नि 40,000 किलोमिटर पर आवरको स्पिडमा पुर्याइदियो भने त्यो हाम्रो स्पेस पृथ्वीको त्यो अर्बिटबाट निस्केर चन्द्रमा जान सक्ने हुन्छ। त्यसैले त्यो रकेटलाई लन्च गर्ने बेलामा पृथ्वीलाई घुम्दै गइसकेपछि त्यो अर्बिटभन्दा बाहिर पठाएर 40,000 किलोमिटरको स्पिड पर आवरको भन्दा बाहिर गयो भने त्यो रकेटले चाहिँ नि पृथ्वीको ग्राभिटेसनलाई छाडेर अर्को ठाउँमा जान खोज्छ। त्यसपछि त्यो सानो जुन यो SLS रकेटको माथि मानिस बस्ने भागको जसलाई चाहिँ स्पेस क्राफ्ट भन्छ, त्यसलाई चाहिँ नाम ओरियन दिएको छ। जस्तै तपाईँले एलन मस्कले बनाएको त्यो क्याप्सुलको नाम ड्र्यागन भन्यो। जस्तै अर्को बोइङले बनाएको पनि त्यो जुन फेल खायो सुनिता विलियम्स र आइएससीमा 10 दिनलाई 1 हप्तालाई भनेको मान्छेहरू झन्डै 6 महिना बसेर आयो। त्यस्तै त्यो ओरियनको पनि त्यहाँ त्यो मानिसलाई त्यसमा राखेर पुग्ने भनेको चन्द्रमामा त्यो सानो पार्ट मात्रै हो। अरू पार्ट त बिचैमा बलेर जान्छ। स्पिड र त्यो मासलाई त्यति माथि पुर्याउने काम मात्रै हुन्छ। झन्डै पृथ्वीलाई 1-2 फन्को घुमिसकेपछि पृथ्वीको अर्बिटबाट बाहिर गएर जुन ठाउँमा पृथ्वी र चन्द्रमाको बिचको त्यो ग्राभिटी जुन ठाउँमा न्युट्रल हुन्छ त्यो ठाउँमा पुगेर त्यसैको बिल्टिन हुन्छ। त्यो क्याप्सुलमै पनि सानो रकेट हुन्छ। त्यो रकेटले स्पिड गरेर चन्द्रमाको ग्राभिटीतिर पुग्न खोज्यो भने चन्द्रमाको ग्राभिटीले नै तान्छ। तर त्यो उद्देश्य के होइन कि यसपालि उहाँ त त्यहाँ ल्यान्ड गर्न खोज्नुभयो त होइन। अहिलेको यो आर्टेमिस 2 को उद्देश्य के भने भ्यू मात्रै गर्न खोज्यो, हामी चन्द्रमालाई घुम्न सक्छौँ मात्रै भन्न खोज्यो हो। त्यसैले त्यो घुमेर आइसकेपछि अर्बिट होइन कि अर्बिटभन्दा अलिकति बाहिरबाट घुमेर आएर फेरि फ्री ट्र्याजेक्टरी भन्छौँ हामी। त्यसको निम्ति त्यति एनर्जी चाहिने, त्यति बाल्नु पर्दैन, खालि कोर्स करेक्सन, त्यसको डाइरेक्सन मात्रै मिलाएर पुग्छ। त्यहाँ कुनै बाल्नु पर्ने चिजहरू हुँदैन। त्यो फर्केर आएर पृथ्वीकै अर्बिटतिर आउनलाई चाहिँ नि प्रयास गरिन्छ। जानलाई पनि झन्डै 3-4 दिन लाग्यो। अब फर्कनुको निम्ति पनि झन्डै 3-4 दिन लगाएर 10 दिनको समय बिताएर आयो। त्यो फर्कनखेरि पनि एकदम इन्ट्रेस्टिङ पार्ट चाहिँ हुने रहेछ। होल रकेट प्रोसेसको तपाईँले उड्ने बेलामा पनि के गरेर रकेट फेल भयो भने देयर इज अ एस्केप। त्यो चाहिँ नि एस्ट्रोनटहरू चाहिँ बाहिर निस्कन्छ। लन्चको टाइममै रकेट गोलमाल भयो भने बच्न सकिन्छ। जस्तै फाइटर प्लेनमा पाइलटको इजेक्सन सिस्टम भने जस्तै यो रकेटमा पनि हुने गर्छ।
तर होल स्पेस ट्राभलमा रिटर्न गर्नु भन्ने चिज चाहिँ नि साह्रै गाह्रो, किनभने रिटर्न हुँदाखेरि पृथ्वीमा एटमोस्फियर हुन्छ, त्यो फर्केको क्याप्सुलको स्पिड पनि यति हाई हुन्छ कि अहिले अब यदि स्पेस सटलबाट फर्केको क्याप्सुलको स्पिड कुरा गर्ने हुन्छ भने झन्डै झन्डै 26,000 किलोमिटर पर आवर हुन्छ, जुन एलन मस्कले टाइममा फ्याल्कन रकेटबाट पठाएको त्यहाँ आइएसएसमा आएको त्यो 25,000 हुन्छ भने यो चन्द्रमाबाट फर्केको त्यो क्याप्सुलको स्पिड 40,000 किलोमिटर पर आवर जति हुन्छ। जब यसले एटमोस्फियरमा छुन खोज्छ यो यति तातो हुन्छ कि त्यो टेम्परेचर झन्डै झन्डै 2700 झन्डै 2800 को डिग्री सेन्टिग्रेडमा त्यति टेम्परेचर पुग्छ, किनभने त्यो हावासँग जुन फ्रिक्सन हुन्छ त्यो स्पिडमा फ्रिक्सन हुँदाखेरि त्यहाँ यति तापक्रम हुन्छ कि अब तपाईँले मलाई सोध्नु होला फलाम कतिमा पग्लन्छ भनेर, फलाम पग्लनले 1400 डिग्री सेन्टिग्रेड भएर पुग्छ। संसारमा कस्तो के सामान छ 2700 डिग्री सेन्टिग्रेडमा त हामीले देखेको सामान जे पनि पग्लन्छ, तैपनि त्यो चिज भने द्याट इज अ एक्सट्रिमनेस अफ टेक्नोलोजी भन्छु म चाहिँ। त्यत्रो हिटसिल फर्केर आए, त्यत्रो क्याप्सुल फर्केर आइसकेपछि त्यो क्याप्सुलको सबै ठाउँमा हिटसिल थिएन तैपनि जुन, अनि त्यो मोस्ट प्रिसाइज काम के हो भने पृथ्वीको एटमोस्फियरमा रिटर्न गर्दाखेरि त्यसको डाइरेक्सन 1-2 डिग्री यता मात्रै पऱ्यो भने त्यो बलेर आगोको डल्लोमा परिणत हुन्छ। त्यसैले त्यो जुन ठाउँमा हिटसिल छ कोन टाइपको छ, त्यो कोन टाइपको यता अगाडि मात्रै हिटसिल हुन्छ, हिटसिलले त्यो एटमोस्फियरको हावातिर चाहिँ फर्के हुनुपर्छ, त्यसको ओरिएन्टेसन बिग्रियो भने त अरू पग्लेर गइहाल्छ। त्यो आर्टेमिस 1 मा चाहिँ त्यो मिस्टेक भएको थियो उहाँको, त्यो ओरिएन्टेसनको होइन कि त्यो मेटेरियलमा अलिक प्रब्लम थियो। त्यसैले समुद्रमा स्प्ल्यास डाउन गर्ने बेलामा चाहिँ नि के प्रब्लम आएको थियो भने त्यही जलेर झन्डै झन्डै खरानी हुँलाको थियो, त्यही समुद्रमा पुगे। यसपालिको यो टेस्टमा आर्टेमिस 2 मा चाहिँ यो पनि टेस्ट पनि ठुलो हो, त्यो हिटसिल पनि क्वाइट इन्ट्रेस्टिङ रहेछ। त्यसले हिटसिल बचाउने मात्रै होइन कि इट किप अन बर्निङ, सर्टेन भनेको 5-4 इन्च थिकनेसको त्यो हिटसिलको चाहिँ नि कम्पाउन्ड राखेको थियो, त्यो आफै पग्लँदै त्यसको हिट लस गराउँदै गर्ने रहेछ। मलाई पनि खुब आई वाज लुकिङ, अरू चिजको रकेटको लन्च हेरेँ मैले, अनि त्यो चाहिँ नि स्प्ल्यास डाउन भन्छ समुद्रमा, स्प्ल्यास डाउनको त्यो सिन पनि हेरेँ। त्यो तपाईँले फर्कनखेर तपाईँले याद गर्नुभयो होला, झन्डै झन्डै त्यो फर्कने बेलामा सुरुमा एटमोस्फियरमा टच गर्ने बेलामा टेम्परेचर यति हाई हुन्छ कि अनि त्यो ठाउँमा होल त्यो क्याप्सुलको चारैतिर प्लाज्मा स्टेट भन्छ। प्लाज्मा भने ग्यासलाई पनि आयोनाइज स्टेट, हाई टेम्परेचरमा आयोनाइज स्टेट हुन्छ भने त्यसपछि त्यहाँको इलेक्ट्रोनिक्स कम्युनिकेसन संसारसँग लिङ्कै हुँदैन। त्यसैले रकेट रिटर्न क्याप्सुल रिटर्न हुने बेलामा झन्डै 3-4 मिनट चाहिँ नि देयर इज नो कनेक्सन, त्यहाँको मान्छे बाँचेछ कि मरेछ कि नो कनेक्सन एट अल। जब अलि तल आउँदै आउँदै जान्छ, आउँदै जाँदाखेरि धेरै नजिक आइसकेपछि पृथ्वीको धेरै नजिक 20 भनौँ कि हाम्रो जेटहरू फ्लाइ गर्ने 30-50,000 फिटको उचाइ पुगेपछि बिस्तारै प्यारासुटहरू खोल्दै जान्छ। प्यारासुट पनि पर्फेक्टली एकैपल्ट खोल्न मिल्दैन, बिस्तारै जुन त्यो फर्कनेखेरि तपाईँले सुन्नुभयो होला कि मानिसको त्यो स्पिड यति स्पिडले आउँछ कि मान्छेले 5G, हामीले पृथ्वीमा भएको हामीले 1G भन्छौँ, 5G म 100 किलोको मान्छे छ भने मेरो वेट चाहिँ कति महसुस हुन्छ भने 500 किलोको मान्छेको जस्तो महसुस हुन्छ, मान्छेलाई त्यो फिलिङ आउँछ। द्याट वाज द एक्सट्रिम। त्यसैले रकेटमा बस्ने मान्छेहरूलाई रिगरस ट्रेनिङ, तपाईँले मलाई सोध्नुभयो भने त इट्स नेक्स्ट टु, म त कल्पनै गर्न सक्दिनँ त्यो टाइपको कसरी मान्छेले त्यसै हार्ट एट्याक भएर मर्छ जस्तो लाग्छ। त्यस्तो टेस्ट पास गरेका मान्छेहरू हुन्छ। त्यो समुद्रको नजिक आइसकेपछि सबै क्याप्सुल सबै प्यारासुटहरू खोलिसकेपछि पनि त्यसको स्पिड झन्डै झन्डै 30 किलोमिटर पर आवरको स्पिडमा हुन्छ। त्यतिमा पानीमा स्प्ल्यास डाउन गरिन्छ। स्प्ल्यास भइसकेपछि त्यहाँ चाहिँ नि रेस्क्यु टिम गरे। यसपालि आर्टेमिस चाहिँ नि कहाँ ल्यान्ड गर्यो भने स्यानडिएगो, अमेरिकाको क्यालिफोर्नियाको स्यानडिएगो टापुको स्यानडिएगोको सहरको सँगै समुद्रमा गरेको थियो। त्यहाँ रेस्क्यु गरेर ल्याइसकेपछि अब जेरो ग्राभिटीमा झन्डै मिनिमम ग्राभिटीमा माइक्रो ग्राभिटीमा धेरै बसेपछि मान्छेको टिस्युजहरू अर्ग्यानहरू सबैले मसलहरूले काम गर्न छाडे हुन्छ। त्यसैले यहाँ ग्राभिटीको त्यत्रो मात्रा देख्दाखेरि इट टेक्स लङ टाइम। त्यो चिज सबै सफलतापूर्वक गरेको
म आफू त अचम्म लागेको छ, मानिस नै देउटा हो जस्तो मलाई फिल लागेको छ। अब डेफिनेटली अर्को साल 2027मा आर्टिमिस 3 मानिसहरू पठाउँदैछन्। अझ पनि उहाँहरू त्यसमा पनि चन्द्रमामा ल्यान्ड गर्दैन होला, सायद 4औँ कि 5औँमा मात्रै ल्यान्ड गराउने प्लान गरेको छ। मैले भने चन्द्रमामा एकपल्ट मानिसले ल्यान्ड गराउन सक्यो भने द्याट इज अ बिग हिस्ट्री। तर इन्ट्रेस्टिङ पार्ट के छ भने अहिले त फेरि एलन मस्क कयौँ, इभन चाइनाले पनि के भन्छ भने हामी मङ्गल ग्रहमा पनि मानिस पठाउँछु भन्छ। चन्द्रमामा तपाईँले रकेट पठाएर अब कसरी ठ्याक्क एपोलो 11कै कुरा उठाउँ। त्यो एपोलो 11मा जुन मैले क्याप्सुल भने नि, त्यो क्याप्सुलभित्र पनि एउटा अर्को सानो एउटा कमान्ड मोडुल भन्ने हुन्छ, एउटा ल्यान्डर मोडुल भन्ने हुन्छ। त्यो कमान्ड मोडुलमा चाहिँ नि एपोलो 11मा 3जना एस्ट्रोनटहरू थिए। 2जना चन्द्रमामा गए, 1जना कमान्ड मोडुलमा बस्यो। त्यो पृथ्वीबाट पठाएको चिजमा कमान्ड मोडुलभित्र है ल्यान्डर मोडुल पनि हुने गर्थ्यो। त्यो कमान्ड मोडुल सर चन्द्रमाको ओर्बिटमा घुम्दै गर्ने बेलामा ल्यान्डर मोडुल मात्रै चन्द्रमामा ल्यान्ड गर्थ्यो। चन्द्रमामा त कुनै पनि रकेट लन्च गर्नलाई त्यति धेरै एनर्जी चाहिँदैन, किन त्यसको एस्केप भेलोसिटी मैले 11.2 किलोमिटर भने नि होइन, त्योभन्दा धेरै कम भए पुग्छ। त्यसैले चन्द्रमाबाट फेरि फर्केर आउनु भने पोसिबल हुन सकिन्छ, पोसिबल त भइसकेछ। नील आर्मस्ट्रङ फर्केर आउनुभयो, त्यसपछिको 10जना एस्ट्रोनट पनि फर्केर आउनु भइसकेको छ। त्यसैले यो मङ्गल ग्रह र पृथ्वीको साइज झन्डै झन्डै सेम छ। जसरी अहिले एसएलएस जत्रै रकेट यदि मङ्गल ग्रहमा गयो भने मङ्गल ग्रहको एस्ट्रोनट पुग्न चाहिँ नि सकिन्छ। फर्कनको निम्ति एसएलएस जुन 98 मिटर लामो रकेट कसरी बनाउने हो त्यहाँ, कि यहीँबाट लिएर जानु पऱ्यो 2टा, द्याट इज अ भेरी डिफिकल्ट टास्क। त्यसैले एलन मस्कले प्लान गरेको अनुसार एउटा केटी हुनुहुन्थ्यो, उहाँकोले पनि इच्छा जाहेर गर्नु, म मङ्गल ग्रहमा गयो भने फर्किँदिनँ, म त्यहीँ बस्छु भन्ने खालको उसलाई सबैलाई थाहा छ। साइन्स सेज मङ्गल ग्रहमा जान सकिन्छ, फर्कन चाहिँ नि भेरी डिफिकल्ट टास्क जस्तो मलाई पनि लागेको छ। अब भन्दै भेरी डिफिकल्ट भन्दै मान्छेले गरेको त्यो कुरा देख्नु के त म आफैलाई पनि टेक्नोलोजीको अलि विज्ञको रूपमा लिएको मान्छेलाई पनि आई रेस्पेक्ट द पिपल, आई रेस्पेक्ट द साइन्टिस्ट द्याट डेभलप द टेक्नोलोजी। यति भन्दै आजको कुराकानी सकाएँ। केही कमेन्टहरू छ मैले भनेको कुरा यहाँहरूले अझ चित्त बुझेको छैन, केही कुरा छ भने राख्नुहोला। यति भन्दै बिदा चाहन्छु। नमस्कार।